भोलि दिन्छ र भोलि टिका दिन जानु अरू बबिते बहिनी आज अघि जात्रा भयो दाजुभाइले यतिको लगायो हाम्रो बबिते बहिनी आयो तपाईँ भान्से अब हाम्रो के तपाईँ खान्छ तपाईँ भान्से हाम्रो एकदमै कता मोर लाग्यो पैसा लोभीले मुर्दा भाइले राखेर साउमा जाउँला भने ल बजिली जसरी किलो मैले त भन्दिनँ मामा चाहिँ भाग्यो उता मामा चाहिँ त्यहाँ लुग्यो भान्जी चाहिँ पैसा हालेदेखि चाहिँ मामा चाहिँ फुटाप भाग्यो मामा चाहिँ त्यहाँ लुग्यो पैसा हाले हेऱ्यो कति हालेर जोडेर मामा चाहिँ त्यहाँ मोटरसाइकल गएर बाइकमा गुरु गयो गयो मैले त देख्ने भान्जी चाहिँ पैसा धेरै हाल्यो मामा चाहिँ कुरकुरु दुख्रे पैसा चोरे भएछ मामा चाहिँ साप भाग्यो बाबु लुकी बस्यो मामा चाहिँ पैसा चोरे देखेर मामा चाहिँ दुख्रिहाल्यो म जान्ने कहाँ देउथ्री म त्यता जान्छु त अहिले मान्छे तिनीहरू ऊ पवित्र नाच्नु जाने अरे पैसा दिएर नाचेको भन्नु न पैसा त दिएनै थिएन नाच सबैले भयो भोलि गाउँ जाने भोलि गाउँ होइन होला यता माथितिर भोलि गाउँ जान्छ मामा चाहिँ चाह भाइ मामा चाहिँ रिसले भागिहाल्यो यसो गरेर हेर्दै उसलाई दुईजना त उनलाई फुटेर मादल बद्रीले पैसा ल्याएर चट्ट ठुल्दिदीले पहिले आँगना ल्याएर राखे है अनि मामा चाहिँले त्यो मोटर बाइक लुकेको होइन मान्छेको छेलमा लुकेर यसो हेरेर कति पैसा हाल्दैछ भने यसो झुरुक उठेर हेरेर मोटरसाइकल लिएर भन्नुभयो होला